मेरो नाम निश्चल दलारी र म यो सर्टको लागि चाहिँ म एज अ फोटोग्राफर म्यानेजर र अरू लाइटम्यानहरूको काम गरिरहेको छु। यो प्रोजेक्टमा चाहिँ हाम्रो पहिल्यै सानोदेखि एउटा प्लान थियो, एउटा सर्ट मुभी बनाउनु पर्छ भनेर चाहिँ प्लान थियो साथीहरूसँग भेला हुँदाखेरि। बिरु मेरो सानोदेखिको साथी हो र उसले जब यही फिल्डमा जोइन भयो त उसले स्क्रिप्ट लिएर चाहिँ मलाई भन्यो लाइक यसरी काम गर्नुपर्छ, मैले एक्टरहरू हायर गरेको छु, तिमी चाहिँ एज अ म्यानेजर काम गर्नुपर्छ अनि उसले चाहिँ मलाई हायर गर्यो। सो म यसरी नै जोइन भएँ। मेरो चाहिँ यो फर्स्ट टाइम नै हो भनौँ एज अ यो फोटोग्राफी अथवा भिडियोग्राफीमा म केही तरिकाले इन्भल्भ चाहिँ छैन। सो मेरो चाहिँ फर्स्ट टाइम हो। सो सबै थोक मेरो लागि न्यू एक्सपिरियन्स चाहिँ भइरहेको छ। घरको मान्छेलाई एकदम थ्याङ्कफुल छु। हामी उहाँलाई राति राति के भन्ने एउटा डिस्टर्ब गर्न आएको जस्तो त भयो नि त होइन, बट उहाँहरू एकदम हम्बल हुने भयो र हामीलाई एउटा सानो प्लेस प्रोभाइड गरिदिनु भयो भिडियो सुट गर्नको लागि र उहाँको लागि त्यो चिज प्रोभाइड गरिदिनु हुनको लागि एकदम थ्याङ्कफुल छु र उहाँहरूको हम्बलनेसको लागि पनि। उहाँ एकदम पेसेन्स हुनुहुन्छ। हामी 3-4 चोटि आइसक्यो यो ठाउँमा, त्यही पनि उहाँले कराउने किन आइराखेको भनेर त्यस्तो भन्नु भएन। लाइक त्यसको लागि एकदम थ्याङ्कफुल छु। टिमलाई चाहिँ के भन्न चाहन्छु भन्दा स्पेसली सुशान्तलाई एज अ एक्टर ऊ एकदम प्रोफेसनलै छ भनौँ। उसको 3-4 वर्षको एक्सपिरियन्स छ र उसको एज अ एक्टर मैले लाइभ देख्न पाएँ कसरी एक्टरले कसरी एक्टिङ गर्छ भनेर, र एउटा भिडियोग्राफरले कसरी भिडियो खिच्छ होइन, अनि एउटा डाइरेक्टर र एउटा स्क्रिप्ट राइटरले चाहिँ कसरी आफ्नो दिमाग र क्रिएटिभिटी युज गर्छ भनेर चाहिँ मैले देख्न पाएँ। त्यसको लागि एक्सपिरियन्स पनि भयो र उनीहरू एकदम हेल्पफुल पनि थियो। लाइक यसरी गर्नुपर्छ भनेर लाइक एउटा टिम मिटिङ भइरहेको हुन्थ्यो। सो एउटा भनौँ एउटा टिमवर्क चाहिँ छ, त्यसको लागि थ्याङ्कफुल छु मलाई यो अपर्च्युनिटी प्रोभाइड गरिदिनु भएकोमा चाहिँ। ओके।